हेलो गाइज वेलकम बैक टू अनदर न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ, हामी पनि ठिक छौँ। अनि आज हो दिवाली, सबैलाई ह्याप्पी दिवाली। मेरो पुरा फ्यामिलीको तर्फबाट ह्याप्पी दिवाली। अनि मेरो फ्यामिलीहरूलाई पनि अनि देश विदेशमा बसिरहनु भएको दाजुभाइ दिदीबहिनीहरूलाई सबलाई ह्याप्पी दिवाली। दिवालीको धेरै धेरै शुभकामना छ। अनि गाइज म रेडी भइसकेको छु। मेरो बुढा अहिले रेडी हुनुभएको छैन, उहाँ चाहिँ के भन्न चाहनुहुन्छ? मैले पनि अलिकति दिवालीको केही प्रिपरेसन गर्दैछु। मिठाईहरू, अब दिवालीमा मिठाईहरू भएन भने के दिवाली। अनि सबैले केही भन्न छ। अब अरू चिज हुँदैन, हामी माछा मासु केही खाँदैनौँ दिवालीको दिन। यो दिन भनेको यही मिठाईहरू खाने, दियो बाल्ने, फ्यामिलीसँग रमाइलो गर्ने। अनि फ्यामिलीलाई मिस गरिराख्नु भएको छ कि नै? एकदम मिस गरेछु। लभ यु अल, सबै फ्यामिलीलाई एकदम धेरै माया। ह्याप्पी दिवाली। नेपालमा आउँदा कति राम्रोसँग मनाइन्थ्यो, अब यहाँ पनि ट्राई गर्दैछौँ हामी, तर अब फ्यामिली बिना जे कुरा पनि अधुरो नै हुँदो रहेछ। त्यही पनि अब शान्ति हामीले अब वी गर्नै आर पर्यो। मिसिङ आवर फ्यामिली सो मच। अनि हेर आज म हेरन्छु हामीले के पकाएको छौँ। धेरै जस्तो केही पनि पकाएको छैनौँ, त्यही पनि अलिअलि। यता हाम्रो दिदीले यो पकाउनु भएको फिनी रोटी उहाँले दिनुभएको, हामीले पकाउनु लाग्थ्यौँ तर पकाएनौँ। यहाँ यो चाहिँ दुध मलाई मलाई मात्रै, अर्को चाहिँ यसमा चाहिँ केही अरू कुरा थपिन्छ हामीले। अनि यता मैले खाना बनाएको छु। त्यस्तो धेरै के पनि बनाएको छैनौँ, भन्नु तिमीले पनि के देखाएको त्यो पनि हामी अलिअलि बनाएको होइन। छोटो मिठो। अब म पूजाको तयारी गर्छु। यता मेरो सानो पनि रेडी भइसकेछ, बट उसले जिन्स प्यान्ट धेरै मनपर्छ। जिन्स प्यान्ट निकालेको छैन, हेर्नु माथिको मात्रै लगाएर बसेछ। इग्नोर गर्नु है मेरो बिस्तरालाई। यो रेडी नै भएको छैन। हेर ह्याप्पी दिवाली भन सबैलाई। नाइ अरे यो प्यान्टै लाउँदैन, यसको सेट हो। गाइज म अब पूजाको तयारी सुरु गर्छु, किनभने दियो भन्ने टाइम पनि भइसकेछ। सो बुढा मेरो पुरा फुल लुक देखाइदिनु त। यो मेरो Look, आज दिवालीको my wife is looking like परी। आज मेरो अरूको लागि भए पनि नभए पनि मेरो लागि त परी नै हो नि मेरो बुढी। अरूलाई किन चाहियो र अरूको लागि पनि। त्यही पनि कसैले कस्तो के भन्ला, तर कस्तो देखेछ कमेन्ट गर्नु होला। आई होप हजुरहरूलाई यो गेटअप मनपर्छ। म चाहिँ पूजाको तयारी गर्छु। यता फलफुल राखिसकेको छु, अब दियो बातीको सबै तयारी गर्छु। गाजी यहाँ बिहानको पूजा भइरहेको छ, लक्ष्मी पूजाको दिन। माताजीको पूजा भइरहेको छ बिहान। हाम्रो त बिहान बस्छ, नेपालमा सिधिसक्यो। सलाई अहिले उहाँको न्यु लुक। माताजीले यसरी धन राशि अब खसालियोस्, खाना सबै धन राशि माथि सरेर आओस्। पूजा गर्न लाग्छु लक्ष्मी माताको, अनि त्यसपछि दिवाली पनि टाइम भइसकेको छ, म पूजा गर्छु। तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो मन्दिर खासै त्यस्तो केही सजाएको छैन, तर पनि आफूले सक्दो सजाएको छौँ। यसरी हाम्रो हामीले अब गाडी छैन हामीसँग, हामी अलिकति स्ट्रगल नै गर्दैछौँ। त्यही भएर कहाँ जाने के जाने भन्ने अलिक आइडिया नभएर जे छ त्यही गरिरहेको छौँ। मनले पूजा गर्ने यो देखाएर के हुन्छ, त्यही पनि सकेको गरिरहेको छौँ। माताले आश गरून्, बास गरून्, सबैकोमा आश गरून्, बास गरून्। त्यहाँपछि हाम्रो पनि आश गरून्, बास गरून्। यसरी हेर्न सक्नुहुन्छ हाम्रो तरिका अब यिनी हजुरहरू कसरी गर्नुहुन्छ। यहाँ पूजा गर्ने मन्दिरमा, अनि त्यहाँपछि अब घर त छैन, एपार्टमेन्टमा बस्छौँ। अब वरिपरि यसो दियो बाल्ने कार्यक्रम पनि छ। हेर्न सक्नुहुन्छ दियो यहाँ रेडी गरेको छौँ हामीले। हाम्रो ठुलो दियो केही बाल्दैन।
हाम्रो मन्दिरको ठाउँ यसो सानो एउटा उस छ त्यसैमा राखेको छ हामीले टक्क मिलाएर जे छ त्यसैमा राख्नु गर्ने त हो अब ठुलो खोज्न कहाँ जाने त्यसैले गरेन भइहाल्छ आज ल ओ ल अब यसो देखाइदियो बाटो देखाइदियो हिन्दूको परम्परा साथी यस्तै त हो नि है अब यहाँको मान्छेले बुझ्दैन नबुझे पनि आफ्नो परम्परा निभाउनु पऱ्यो गर्नै पऱ्यो एउटा दियो राख्यो मन्दिरमा के गाइस नाउ पूजा भइसकेपछि अब मेरो लक्ष्मीले लक्ष्मी पूजा गरेर अब दियो बाल्न जाँदैछिन् तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो यो बाल्कनी अब देखिने भनेको बाल्कनी नै हो उताको मान्छेहरूले अब यहाँ तपाईँले हेर्न सक्नुहुन्छ अब अब फरेनमा अँध्यारो चारैतिर अँध्यारो हाम्रो अब नेपाल भएको भए झिलिमिली जताततै एकदम लाइटै लाइट भएर एकदम झकमक्क हुन्थ्यो नेपालै झकमक्क है यहाँ अर्काको देशमा हेर्नु त यिनीहरूले यो चाडपर्व नमनाउनेको कारणले यस्तो अँध्यारो फेरि उनीहरूले आफ्नो पनि एकदम मजाले मनाउँछन् तर यस्तै त हो नि आफ्नो आफ्नो रीतिरिवाज सबैको कस्तो देखेछ तिमीले गर्दा त झन् झिलिमिली भयो बुढी तिमी नै ढकमक्क झिलिमिली भएछौ यहाँ बिचमा एउटा राखिदेऊ तिनवटा यहाँ राखिदेऊ एउटा अझै क्यान्डल डिनर त नभनौँ तर एउटा सानो फोटो खिच्नलाई लुक क्यान्डल लाइट डिनर जो इन्ट्रेस्टेड हुनुहुन्छ आउनु होला इन्जोय गर्नु होला देखाइदिनु न कसरी मैले डेकोरेट गरेको छु यो चाहिँ मेरो वाइफले सब हिजो के गरेर तयार पारेको थिइन् आज चाहिँ हामी अलि एकैछिन अहिले एकैछिनमा टक्क यहाँ कपाल फोटो सानो कपाल फोटो थोरै गर्छौँ फोटो पनि राखिदिनेछौँ हजुरहरूलाई हो साइडमा ब्याकग्राउन्ड बनाएको यसलाई टक्क सो यु क्यान लुक केही छिनपछि अहिले ब्लग अब हाम्रो फोटोग्राफर चाहिँ दाइ खै अहिले आउनु भएको छ किन आफ्नो कामबाट अब अहिले फोन गर्छौँ आउनुहुन्छ भने उहाँहरूसँग पनि फोटो खिच्छौँ रमाइलो गर्छ एकछिन रमाइलो गर्छौँ भोलि पनि हाम्रो काम छ गाइस यस्तै यहाँको लाइफ टाइम छुट्टी भएको बेलामा रमाइहाल्नुपर्छ टाइम त त्यस्तै हो पाउने त त्यस्तै हो सो पाएको बेलामा रमाइहाल्नुपर्छ हाम्रो बच्चालाई हेर्नु त कपडा लाउन नमालेर माथिको लगाएको छ तल जिन्स प्यान्ट फेरि यसको फेभरेट हो बाबु हाय भन त्यसरी हाय के हो त्यो के हो हाय ह्याप्पी दिवाली एभ्रीवन से मोबाइल को कीड़ा हो एकदम मोबाइल चाहिए सब कुछ सो मोबाइलै बाबु आमा भए जस्तो गर्छ मैले आफ्नो बुढाको लुक देखाइदिउँ गाइज मैले आफ्नो बुढाको लुक देखाएको छैन गुज्जर गजनी बन्नु गजनी तर राम्रो देखेको छ यार त कपाल पाल्नु भने त्यस्तो राम्रो देखेको छ मलाई राम्रो देखेको छ अब हजुरहरूलाई अनि म देखाइदिन्छु राम्रोसँग होइन हाम्रो जोडी राम्रो छ बाँकी त त्यस्तै हो होइन अब एकछिनमा रमाउँछौँ खोइ दिदीहरू आउँछौँ फोन गर्छौँ अनि त्यसपछि हजुरलाई पनि भिडियो कन्टेन्ट उहाँहरूले पनि देखाउँछौँ आउँछन् भने आउँदैनन् भने त्यस्तै त्यो टिकटक बनाउने भइहाल्यो आजको दिपावली पनि भ्याइयो अब एकछिनमा हामी पनि खाना पनि खान्छौँ दिदीलाई फोन गर्नु त दिदीलाई फोन गर्नु हेरम आउनुहुन्छ कि नै ए मेरो बच्चा तिमी यस्तो किन सबले भन्छन् बच्चाले केयर नै गर्दैन बच्चा चाहिँ यस्तो छ कसरी केयर गर्नु यो बच्चालाई माथिको ल्याएर तलको लाउँदैन दिदी चाहिँ दिवाली गिफ्ट दिन आउनु भएको छ दिवाली भाइ हाम्रो अनि दिदी बाबुले के अरे पटाका ल्याइदिनु भएको छ अब हामी बाल्ने के अरे यसले के भन्छ झिरझिर पटाका होइन अब सँगै बाल्ने एकैचोटि दिवाली
ल ह्याप्पी दिवाली 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 ह्याप्पी दिवाली